विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू सबैलाई नमस्कार। मेरो नाम जनकराज लामिछाने। म भारतको बेङ्गलोरमा नोकरी गर्दैछु र भारतको बेङ्गलोरबाट यो गीत प्रस्तुत गर्दैछु। देशमा घटिरहेका घटनाहरूलाई समेटेर यो जेनजी आन्दोलनलाई समेटेर मैले कुनै एउटा गीत लेखेको छु। यसमा ध्यान दिएर सुन्नुहोला र गल्ती भए क्षमा दिनुहोला, सक्दो सेयर गरिदिनु होला। धन्यवाद। अब म आफ्नो गीत प्रस्तुत गर्दै गएको छु। सुन्नुहोला दाजुभाइ दिएर रटना, सुन्नुहोला दाजुभाइ दिएर रटना, भदौ 27 गतिको इतिहासकै पहिलो घटना। जे सुन्छु, जे भोग्छु, जे आँखाले देख्छु, कुनै स्वार्थ छैन मलाई, निष्पक्ष भई लेख्छु। न त कुनै पदको आश, न पार्टीको झोले, विश्वास गर्नुहोला हजुर सत्य कुरा बोले। भारतको बेङ्गलोरमा मजदुरी गर्दैछु, अन्याय र भ्रष्टाचारको विरुद्ध लड्दैछु। देशको विषम अवस्था देखेँ, भाव विह्वल भई गीत लेखेँ। देशको विषम अवस्था देखेँ, भाव विह्वल हुँदै गीत लेखेँ। सञ्जाल बन्द गर्ने घोषणा सरकारले ल्यायो, सञ्जाल बन्द गर्ने घोषणा सरकारले ल्यायो। यो घोषणाले पुरै देशमा ठुलै हलचल छायो। अचानक जेनजी युवा सडकमा आए, बहुमतको सरकार 27 घण्टामै ढलाए। शान्तिपूर्ण आन्दोलन अघि बढ्दै थियो, हेर्दा हेर्दै आन्दोलनले उग्र रूप लियो। 19 जना युवाहरू ठाउँको ठाउँमै ढले, ऐतिहासिक संरचना छेनभरिमै जले। जनतालाई के जवाब दिन्छौ, यसको जिम्मा अब कसले लिन्छौ। जनतालाई के जवाब दिन्छौ, यसको जिम्मा अब कसले लिन्छौ। यसको मुख्य कारण नेता ध्यान दिएर सुन, यसको मुख्य कारण नेता ध्यान दिएर सुन। ठिक भन्छु कि गलत भन्छु मनै गुण। तीन नेताको स्वार्थीपनले देशै बर्बाद भयो। मैले भन्नुपर्ने छैन, सबैलाई थाहा छ यो। शेरेको सपना 7 पटक प्रधानमन्त्री बन्ने, केपी बुढा अहङ्कारी कसैलाई नगन्ने। प्रचण्डले फेरि छेपाराले रङ फेरे झैँ फेर्ने, 1 नम्बरको अवसरवादी बेला मौका हेर्ने। तीनटा नेता फुट्ने र जुट्ने, पालै पालो गरी देश लुट्ने। तीनटा नेता फुट्ने र जुट्ने, पालै पालो गरी देश लुट्ने। जेनजीका मागहरू एकदम जायज थिए, जेनजीका मागहरू एकदम जायज थिए। घुसपैठीले आन्दोलनलाई बदनाम गरिदिए। चोर डाका र गुण्डाहरू जुलुसभित्र